यो हाम्रो साइड यता चाहिँ आज एकदम मनाउँदैछ। यहीँ भैँसीको सिकुटी बनाउँदैछु, चिल्ली बनाउँदैछु भैँसीको। यहाँनिर चिकनको चाहिँ पकेटा ल्याएर चाहिँ एकदम मैले फ्राई गर्दैछु है साथीहरू। एकदम फ्राई गरी है साथी, फ्राई गर्दैछु हो एकदम। आज त बुढाबुढी नानी एकदम इन्जोय गर्ने हो। आज चाहिँ साइड यता चाहिँ हामी एकदम रमाइलो गर्ने मनाउने हामी। ल साथीहरू तपाईँहरू पनि मनाउनुहोस्, हामी इन्जोय गर्दैछ मनाउँदैछ। लु हेर्नुहोस् चाहिँ म त खाँदिनँ केही पनि, वाइन हो त्यो पनि खाँदिनँ, कोक खान्छु। यहाँ मेरो हस्बेन्ड हुनु चाहिँ यहाँनिर एकदमै। बुवा खानुहोस्। चैते दसैँ चाहिँ आज मनाइदिउँ भनेर नि बुढाबुढी यसो फ्यामिली बसेर हो यसरी खायो हो। सानो एकदम मेरो बुवाले चाहिँ पखेटा खाँदैछ। मिठो बुवा दामी। ए निम्बुमा हाल्नुपर्छ है बुवा। लु अझै हामी चैते दसैँ मनाउँदैछ हो। भैँसी सिकुटी पाक्दैछ अहिले खान्छु। यो पनि यो पहिला चिकनको पकाएर खाइहालौँ पहिला हो। अझै चाहिँ एकदम बुढाबुढी छोरालाई माथि खाँदैछ हो। हामी चाहिँ खाएको मिठो। मिठो हो चाहिँ भयो तो udah bahan itu sih lada apa sih